नमस्कार सबैमा। साताको चौथो र अन्तिम कारोबारको दिन आज मिति 2082 साल मङ्सिर 17 गते बुधबार। नेप्से परिसूचक 5 अर्ब 23 करोडको टर्नओभर सहित 13.52 अङ्कले घटेको छ। प्री ओपन सेसनमा करिब 3 अङ्कले बढेको बजारमा दिनभरि बायर्स र सेलर्सको लडाईँ चलिरह्यो र अन्ततः 2623 को लोलाई रिजेक्ट गर्दै बजार 2631 मा बन्द भएको देखिन्छ। आज पनि सागर डिस्टिलेरी, स्वस्तिक माइक्रोफाइनेन्स, झापा एनर्जी, श्रीनगर एग्रिटेक जस्ता आइपिओ कम्पनीमा हायर लिमिट सर्किट लागेको छ भने माइक्रोफाइनेन्स सेक्टरबाट मिथिल्या लघुवित्तले पनि हायर लिमिट सर्किट लगाएको छ। बुङ्गल, हिमस्टार, बन्दीपुर, माबेल, ट्रेड टावर, ओम मेगाश्री अनि सान्वी जस्ता केही महिना अघि मात्रै लिस्टेड भएका आइपिओ कम्पनीले पनि केही दिनको करेक्सन पछि पुनः न्यू हाई तर्फको यात्रा गर्दै गरेको देखिन्छ। यसले बजारमा लगानीकर्ताको कन्फिडेन्स फन्डामेन्टल या इस्टाब्लिस्ड कम्पनीमा भन्दा पनि लो क्याप अनि प्लेयर लागेको स्टक तर्फ मोडिएको बुझ्न सकिन्छ। धितोपत्र बोर्डको आन्तरिक समस्या, राष्ट्र ब्याङ्कको कमजोर नीति अनि बैङ्कमा थुप्रिएको एक्सेसिभ लिक्विडिटी पूर्ण रूपमा सेयर बजारमा आउन नसकेको कारण लगानीकर्ताले लो क्याप र अपरेटर स्टकलाई प्राथमिकता दिएको देखिन्छ। यदि समयमै सम्बन्धित निकायले ध्यान नदिने हो भने पुँजी बजार साँच्चीकै जुवाघर बन्न बेर लाग्दैन। सब इन्डेक्सको कुरा गर्नुपर्दा आज फाइनेन्स इन्डेक्स 1.59% ले बढेर 2345 बिन्दुमा बन्द भएको छ। 36 अङ्कको सुधार सहित फाइनेन्सले लामो समयपछि एउटा राम्रो क्यान्डल बनाएको छ। आज फाइनेन्सको 15वटै कम्पनीको लगानीकर्ताले कमाएको छन् र यो वृद्धिले उनीहरूमा नयाँ आश समेत पलाएको छ। त्यसैगरी होटल सेक्टर र माइक्रोफाइनेन्सका लगानीकर्ताले पनि आज थोरै भए पनि कमाएका छन्, जसमा प्राय आइपिओ कम्पनी समावेश छन्। बाँकी सबै सेक्टरमा भने नेगेटिभ क्यान्डल बनेको देखिन्छ, जसले बजार अझै घट्ने सम्भावना बोकेको हुन्छ। भोलिको दिनमा कस्तो रणनीति अपनाउँदा आफूलाई सेफ साइडमा राख्न सकिन्छ भन्ने प्राय ट्रेडर्सको जिज्ञासा रहेको छ। यसको लागि हामीले टप ट्रान्जेक्सन र टर्नओभर भएका कम्पनीतिर आँखा लगाउन सकिन्छ। यदि तपाईहरूलाई बजारको एनालाइसिस गर्न पर्याप्त समय छैन भने नेपालीटिक्स.com मा साइन इन गरेर फ्री मार्केट डेटा तथा मार्केट ओभरभ्यू पाउन सक्नुहुन्छ। यति मात्र होइन, नेपालीटिक्समा तपाईहरूले आजीवन निशुल्क सेवा पाउन सक्नुहुन्छ, जहाँ तपाईँले आफ्नो पोर्टफोलियो म्यानेजमेन्ट, फन्डामेन्टल एनालाइसिस, इन्डिकेटर सिग्नल, ट्रेडिङ सपोर्ट जस्ता फिचर्सहरू फ्रीमै पाउन सक्नुहुन्छ। त्यसैले आजै नेपालीटिक्स.com मा साइन इन गर्नुहोस् र निशुल्क सेवाको फाइदा उठाएर आफ्नो ट्रेडिङ तथा इन्भेस्टमेन्ट जर्नीलाई सहज अनि सफल बनाउनुहोस्। यदि तपाईँ बजारमा केही गर्छु भन्ने जोस जाँगर बोकेर आउनुभएको छ भने हाम्रो आउँदो आइतबारदेखि हुन गइरहेको फ्री टेक्निकल एनालाइसिस क्लास जोइन गर्न सक्नुहुन्छ। धन्यवाद।